गाह्रो छ साथीहरू, सुत्न चाहिँ गाह्रो छ। फेरि हेर्न कता मोबाइलमा बाब्रे ओ हेर साथीहरू कति खुसी भइरहेछ। हेलो साथी, गुड मर्निङ, नमस्कार सबैलाई, वेलकम छ मेरो मिनी भ्लगमा सबैजनालाई। आज चाहिँ म एउटा च्यालेन्ज गर्दैछु, त्यो चाहिँ मेरो छोरीसँग हुने च्यालेन्ज है साथीहरू। आज चाहिँ मेरो छुट्टीको दिन हो होइन, सन्डे चाहिँ मेरो रेस्ट हुन्छ। त्यही भएर सबजना काममा गएको छन्। कति तनाव गर्छ, कति तर्साउँछ क्या छोरीले। ए पुन्टु आज चाहिँ यसको देखभाल गर्ने काम चाहिँ मेरो है साथीहरू। कतिसम्म तर्साउँछ भन्ने कुरा तिमीलाई एकछिनपछि थाहा हुन्छ है त साथीहरू। ए सुत है त, खुसी नहुनु, खुसी नहुनु। हाई गाइज, नमस्कार भनिदेऊ त, गुड मर्निङ भनिदेऊ त। खौलस त आँखा छौ, खौलस त आँखा छौ साथीहरू। यो चाहिँ यत्तिकै बस्दैन है, यसको लागि चाहिँ फ्यान चाहिँ लगाउनै पर्छ है साथीहरू। अहिले चाहिँ मैले उता फ्यान पनि बन्द गरिसकेको छु है। फ्यान लगाउने कि नलगाउने भन् त, हाई भन्, हाई भन्छ होला मक्कले। यसलाई समाइराख्नु पर्ने है। ल पापा भन् त बेटा। अब एकछिन उठेर अलिकति यताउता जाउँ भन्छ, फेरि सुरु भइहाल्छ। पिलोटा टाइ म त गएको। ए खुसी, हेर न खुसी, हेर न कति धेरै खुसी छ अहिले चाहिँ। अहिले चाहिँ धेरै खुसी छ। एकछिनपछि जस्तो दुःख दिन्छ साथीहरू। त्यही भएर हो म चाहिँ भन्छु, त्यही भएर साथीहरू बिहे चाहिँ नगर्नु। टाटा, म त गएको एकछिन। जेन्टलम्यान साथीहरू, लाइट लगाउँदा चाहिँ अलिकति हुने आउँदो रहेछ। के खुसी भएर टेले भएर गर्छ साथीहरू। एकछिन हेर साथीहरू कति खुसी भइरहेछ। अहिले चाहिँ धेरै खुसी छ क्या। एकछिनमा यस्तो तनाव दिन्छ यसले। पिन्टु के छ पिलु? पापा भन् न, पापा भन् त, पापा भन। दुःख दिने होइन नि साथीहरू। यस्तै छ है, हामी चाहिँ यस्तै हो क्यारे। अब चाहिँ यस साइडमा गयो भने यस्तो रुन्छ साथीहरू। साइडमा गयो भने चाहिँ तिमीलाई अरू के भन्नु छ भनेको? के भन्नु छ भने भन। अहिले चाहिँ तर्साउन छोडिएको छ यसले, नत्र कस्तो रे त खुसी हुँदै है। आज धेरै खुसी छ। सुई पल्ट यहाँ यता यता पल्ट छिटो छिटो यहाँ मुस्कान, हेर न यसको मुस्कान। साथीहरू अब चाहिँ मोबाइललाई चाहिँ म एक ठाउँमा राख्छु है साथीहरू। अनि मलाई चाहिँ फचुटी भ्लग बनाएको, राम्रोसँग मोबाइल पक्र्न चाहिँ आउँदैन है। मेरो कस्तो दुःख दिन्छ एकछिन। बाब्रे ओ बाब्रे
अहिले यता थियो यताबाट त्यता गएर आयो उत्तानो परेछ अहिले चाहिँ। ल पौडी खेला है बाबु, पौडी खेल छोरी, पौडी खेला। यसलाई चाहिँ भर्खर 4 महिना लागिसक्यो साथीहरू। 5 महिना अब हो होइन, 4 महिना पुरा भएर 5 महिना लाग्न आँटिसक्यो है। हेर न यो कहाँ आइज आइज आइज, छिटो 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 आइज, आइज 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 आइज। अझै रुन सुरु गर्यो। अब चाहिँ स्टार्ट गर्यो भने दुःख दिने मान्छेलाई, दुःख दिने हो। हेर न रिस, हेर न रिस। यता फर्क बाबु। हेर न मसँग रिस आएर हट, यता फर्क। पक 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 है त, एकछिन एकछिन। ओहो, यति दुःख दिन्छ भने इतना सुकुन बाबरे। अब निन्द्रा चाहिँ आउँदैन। साथीहरू यस्तो गाह्रो भने मान्छेलाई निन्द्रा लागिसक्यो। छिटो निन्द्रा भनेको छैन रहेछ। काली जौवन कालीले अथवा बेलु यहाँ यस्तै गर्छ भने हेर न यसले दुःख दिएको। साथीहरू यस्तो दुःख दिन्छ भने यसलाई। हेर न यसले आफूलाई कस्तो निन्द्रा लाग्छ कि यसलाई। यता यता अब चाहिँ म छोडेर सार्छु। ल ल सुत्ने क्या छाडु। अब चाहिँ सुत्छ पक्का। ल साथीहरू कतिखेरसम्म सुत्छ है, कोसिस गरेर राखौँ साथीहरू। कतिसम्म सुत्छ है त साथीहरू। हामी चाहिँ अहिले सुत्छ कि सुत्दैन टेस्ट गरेर राखौँ है। यसले निदाउनु चाहिँ गाह्रो छ साथीहरू, सुत्न चाहिँ गाह्रो छ। फेरि हेर्न कता मोबाइलमा हेर।
कति गरेर सुत्ने हो सुत्दैन त ओए 4 फन्का लगाउने हो अब सुत्यो सुत्यो गाई चाहिँ सुत्यो 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 अब त सुत्छ सुत्दैन गाई Allah. Cup 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 cup. Ali nenai. Cup. Ayah. Tiba tu sini. Cup 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 cup. Apa nih dah? Hindi na. Yan na gusto. Yate lu yate. खप्परमा हुनुपर्छ यस्तो भाग्य लेख्न केटाहरू खप्परमा हुनुपर्छ यस्तो भाग्य लेख्न चाहिँ एकछिन किप साइलेन्ट एकछिन बाबु तेरा रुनु तेरा कहिले अయ్యో पापा यत्र मम्मी फाइनल्ली सुतिसकेको छ है फेरि ठुलो साउन्ड गर्यो भने साथीहरु फाइनल्ली सुतिसकेको छ अहिले चाहिँ सुतिसकेको छ है साथीहरु फेरि ठुलो साउन्ड गर्यो भने या गर्छ 2 घण्टा लाग्यो साथीहरु मैले चाहिँ 20 मा चाहिँ बनाउन पाइन है किनभने बीचमा यताउता लाग्नु पर्यो टाइम भएन साथीहरु तर चाहिँ 2-3 घण्टा चाहिँ लागेकै हो धेरै गाह्रो हुँदो रहेछ साथीहरु है ल साथीहरु यो भिडियो चाहिँ यति नै फाइनल म पछि गर्नेछु साथीहरु हजुरहरुले माया चाहिँ दिदै गर्नु होला साथीहरु भ्युज मेरो यो भिडियोलाई चाहिँ शेयर गरेर फुल भिडियो चाहिँ हेरिदिनु होला भन्न चाहन्छु साथीहरु अहिले चाहिँ बाइ